मोबाइलको अर्को समस्या हो निद्रामा समस्या। मोबाइल धेरै प्रयोग गर्दा बालबालिकाको निद्रामा गम्भीर असर पर्छ। राति अबेरसम्म स्क्रिन हेर्दा उनीहरूको शरीरको प्राकृतिक सर्कडियन रिदम बिग्रन्छ। अध्ययनहरूले देखाएका छन् कि मोबाइलको स्क्रिनबाट निस्कने ब्लू लाइटले मस्तिष्कमा मेलाटोनिन उत्पादन रोक्छ। मेलाटोनिन निद्राको लागि आवश्यक हर्मोन हो। जब यसको उत्पादन कम हुन्छ, निद्रा ढिलो लाग्छ र गुणस्तर कमजोर हुन्छ। लगातार नोटिफिकेसन वा गेममा व्यस्त हुँदा मस्तिष्क उत्तेजित हुन्छ, जसले आरामदायी निद्रालाई अवरोध सिर्जना गर्छ। किशोर अवस्थामा यो समस्या अझ बढी हुन्छ, किनकि उनीहरूको शरीरलाई पर्याप्त निद्रा चाहिन्छ। पर्याप्त निद्रा नपाउँदा पढाइमा कमजोरी, मानसिक तनाव र शारीरिक स्वास्थ्यमा नकारात्मक असर देखिन्छ। त्यसैले मोबाइल लतले निद्रामा समस्या ल्याउने कुरा यो व्यवहारिक मात्र होइन कि वैज्ञानिक रूपमा पनि प्रमाणित तथ्य हो। त्यसैले मोबाइलको लतबाट हाम्रा नानी बाबुहरूलाई मुक्त बनाऊ र यसका तरिकाहरू के हुन् म आउने भिडियोमा फेरि भन्नेछु। त्यति बेलासम्मको लागि बिदा दिनुहोस्।